नमन छ, हजुरलाई सत नमन छ, हजुरप्रति कृतज्ञ छौँ, आभारी छौँ। हामी योग गर्दैछौँ। योग भनेको अनुशासन भनेको योग। त्यही भएर हामी पनि हजुरबाट केही सिक्न सकौँ, अनुशासन सिक्न सकौँ। समयमा अस्ताउने, समयमा उदाउने, आफ्नो समयमा एकदम पङ्क्चुअल हामी पनि त्यस्तै अनुशासित बन्न सकौँ। समयमा सुत्न सकौँ, समयमा उठ्न सकौँ, समयमा खान सकौँ, हरेक कुरा अनुशासित भएर गर्न सकौँ। दोस्रो कुरा निरन्तरता। हजुर जहिले पनि आउनुहुन्छ, जस्तो सुकै आपद विपद जे परोस्, जस्तो सुकै चाड पर्व परोस्, हजुर कहिले छोड्नुहुन्न। हामी पनि त्यस्तै नियमित गर्न सकौँ, त्यो क्षमता हामीलाई दिनु होला। तेस्रो भनेको उज्यालो भनेको ज्ञान। बाहिरको ज्ञानले काम गर्दैन प्रभु, त्यही भएर हामीलाई भित्रबाट ज्ञान दिनुहोस्। हामी अन्धकारमा छौँ, हामी अनाथ छौँ, हामी अज्ञानी छौँ, हामीलाई ज्ञान दिनुहोस् ताकि हामी आफू सचेत भएर, आफू अभ्यास गरेर, स्वस्थ बनेर अरूलाई पनि केही गर्न सकौँ। त्यो क्षमता हामीमा पनि आओस्। बिस्तारै आँखा खोल्नुहोस् है, सूर्य नमस्कारमा आँखा खोल्नुहोस्। लामो गहिरो श्वास फेरि एकचोटि लिनुहोस्। अब यो हातलाई यहीँबाट यसरी लानुहोस् माथि, जति सक्नु। नसक्नेले यति, सक्नेले यति, सक्नेले यति, सक्नेले यति। एकछिन रोक्नुहोस्, गाह्रो भयो छोड्दै आउनुहोस्। नसक्नेले यति, जति सक्नुहुन्छ। हात गोडा नखुम्चाउने, जति सक्नुहुन्छ है, जति सक्नुहुन्छ। सक्नेले हातलाई गोडाको दायाँ बायाँ निधार्दै घुँडा लगाउने प्रयास। अब दुवै हातको बिचमा दायाँ गोडा छोडिदिनुहोस्, बायाँ गोडा पछाडि तन्काउनुहोस्। सक्नुहुन्छ यो हिपलाई कुर्कुच्चामा ल्याउनुहोस्, अगाडिको हिपलाई कुर्कुच्चामा ल्याउनुहोस्। हात सक्नुहुन्छ पुरै टेक्नुहोस्, सक्नुहुन्न औँलाले टेक्नुहोस्। औँलाले पनि सक्नु भएन यसो गर्नुहोस्, श्वास लिनुहोस्। फेरि यो हातलाई यही गोडाको दायाँ बायाँ लानुहोस्, गोडा पुरै पछाडि जानुहोस्। 5 नम्बर है। नाभिलाई हेर्नुहोस्, पुरै पर्वत आसन। अब केही नगर्नुहोस्, दुईवटा घुँडा टेक्नुहोस्, दुईवटा हातको बिचमा छाती राख्नुहोस्, जिउबाट अगाडि लानुहोस्। श्वास लिने छोड्ने गर्नुहोस्। फेरि दुवै गोडा पछाडि लानुहोस्, छाती पुरै तन्काउनुहोस्, कम्मरसम्म भुइँमा राख्नुहोस्। नसक्ने आकाश हेर्नुहोस्। अनि फेरि यो गोडा टेक्नुहोस्, सक्नेले यसो गर्नुहोस्। भुजङ्ग आसन, सक्ने श्वास लिनुहोस्। फेरि पर्वत आसन, श्वास छोड्नुहोस्, पुरै मचक्क टेक्नुहोस्। ढाड कम्मर दुख्छ, अगाडि हेर्नुहोस्। ढाड कम्मर दुख्दैन, नाभिलाई हेर्नुहोस्। अब बायाँ गोडा दुईवटा हातको बिचमा ल्याउनुहोस्, दायाँ गोडा पछाडि लानुहोस्। नसक्नेले पुरै घुँडा टेक्ने हुन्छ, सक्नेले पुरै यसरी है। नसक्नेले यति गरे पनि हुन्छ, यति गरे पनि हुन्छ। नसक्ने सक्नेले पुरै तन्काउनुहोस्, माथि हेर्नुहोस्। फेरि दुवै हात गोडा सँगसँगै, 4वटा हात गोडा सँगसँगै है। फेरि दुवै हात माथि लानुहोस्, जति सक्नुहुन्छ। त्यही हात जोड्नुहोस्, कुइना जोड्नुहोस्। फेरि यो सूर्य नमस्कारको एक राउन्ड है। यस्तो राउन्ड हामीले सक्यौँ भने दिनमा 48 राउन्ड, 48। अझै सक्नेले त 100 सक्ने है। त्यो गर्नु हेर्नुहोस्, 3 महिना 48 राउन्ड मात्रै गर्नुभयो भने नि तपाईँको शरीर धेरै हेर्नु हुन्छ। 1 प्राणायामासन, 2 हस्त उत्थानासन, 3 पाद हस्तासन, 4 अश्व सञ्चालन, 5 पर्वतासन, 6 अष्टाङ्ग भूनमन आसन, 7 भुजङ्ग आसन, 8 फेरि पर्वतासन, 9 फेरि अश्व सञ्चालन, 10 फेरि पाद हस्तासन, 11 हस्त उत्थानासन, 12। अब म तपाईँलाई 5 नम्बरमा चाहिँ एउटा दण्ड आसन गराउँछु है। दण्ड आसन म यतापट्टिबाट गराउँछु, तपाईँ 5 नम्बरमा याद गर्नु, मलाई हेर्नु है। यो 1, यो 2 हामीले सधैँ गरे जस्तो, यो 3 सधैँ गरे जस्तो, यो 4 सधैँ गरे जस्तो, 5मा यस्तो गर्नुहोस्। हेर्नु यो दण्ड आसन, यो दण्ड आसन यो रौलो जस्तो गर्ने के, यो एकदम तपाईँहरू जसलाई
पेट घटाउनु छ, ढाड दुख्छ होइन, सक्नेले यसो गर्नुभयो भने धेरै राम्रो। ठिक छ, अब चाहिँ अष्टाङ्ग भुनमणि, यहीँबाट अष्टाङ्ग भुन 6 नम्बर। अब यो भुजङ्ग आसन 7 नम्बर। यो फेरि पर्वत आसन, अवदण्ड आसनमा गर्ने है। अब यो पर्वत आसन, अब फेरि अश्व सञ्चालन, घोडा परिवर्तन, फेरि पादहस्त आसन, फेरि हस्त उत्थानासन, फेरि आज यति मात्र है त।